जिगर तिम्रोमा भयान गर्देऊ अब बेलैमा कल्याण कति गर्छ बयान मुखले आँटेर राख्नलाई सुखले। अब रिजल्टको कुरा आउँछ। ब्लाइन्ड्समा अडियन्सबाट आउने पहिलो ट्यालेन्ट उहाँ बन्नुभयो। सो कोच खेम, आज कोच प्रमोदलाई अलिकति सजिलो पार्दिन, विक्रम या रञ्जिता कसलाई पिक गर्नुहुन्छ? यस्तो बेलामा त मलाई कस्तो हुन्छ यो अहिलेको एक्सप्रेसन त नि केटी हेर्न गएको जस्तो लाग्यो त मलाई त। यस्तो बेला त मलाई कस्तो हुन्छ। अब केटी हेर्न जाने रे होइन, अनि तामाङ नि भन्यो, अनि अब ताम्बा भने म गइदिउँला। यो कुराको प्यारे क्यारी अन। मैले त रञ्जिता भन्छु। कोच मेलिना, विक्रम या रञ्जिता टक्कै भनिदिइहाल्नु, कमेन्ट हामीले अब रञ्जिता केही बुझेको यहाँ अगाडि आएर हेरौँ केही बुझेको यहाँ। तीनजना कोचरले स्टिल पनि गर्नुभएको छ, कोच प्रमोदले सेभ पनि गर्नुभएको छ। अब कसको बजाने? डिसिजन इज योर्स। कोच खेम, तपाईँले यो स्टिल बज हिट गर्नुको कारण के हो? रेकर्डिङ गीतहरू त्यति धेरै गीत गाएर पनि भोइस स्टेजलाई रोज्नु, यहाँ आएर आफ्नो सपनालाई साकार बनाउँछु भन्नु, यो सानो जुनुनले यहाँ आएको होइन। कहीँ न कहीँ उनीमा ठुलो भोग छ, ठुलो तिर्खा छ, ठुलो प्यासन छ कि सङ्गीतप्रति। त्यो भएर यो आवाजलाई म केही गर्न सक्छु कि भन्ने भएर म उसलाई पटक 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 मेरो धोका चाहिँ मैले द भोइसको इतिहासमा पहिलोपल्ट यस्तो चिज हामीले देखिरहेका छौँ। भोइसको इतिहासमा पहिलोपल्ट अडियन्सबाट आउने ट्यालेन्ट तपाईँ बन्नुभयो र यो जुन माहौल बनेको छ यो बनाउने पनि तपाईँ नै बन्नुभएको छ। दुईवटा रेकर्ड रञ्जिताको नाममा गएको छ। कोच मेलिना, आज यो माहौलमा रञ्जिता अब तपाईँसँग अप्सन छ। कोच रञ्जिता, तपाईँसँग अप्सन छ। खुसीको आँसु हो कि उहाँको दुःखको आँसु होइन नि त। मैले काठमाडौँ आएको यत्रो वर्ष भयो कि मैले कहिले पनि यस्तो फिल गरेको थिइनँ। कहिले पनि यस्तो माया भएको थिइनँ कि मैले। अनि जहाँ पनि एक्लै हिँड्थेँ कि जहिले पनि एक्लै हुन्थेँ। कोच रञ्जिता, प्रमोद, तपाईँ किन सेभ गर्न चाहनुहुन्छ रञ्जितालाई? म कुनै पनि टिमले आफ्नो टिमको हिरालाई कसले छोड्न सक्छ?